हेलो एभ्रिवान, गुड मर्निङ सबैलाई, शुभ बिहानी। र तपाईँहरूलाई म यहाँनिर एउटा नयाँ नौलो चिज देखाउन गइरहेको छु। यो सामान्य रूपमा भन्नु भने त यो तपाईँहरूले चिनिहाल्नुभयो, यो हर्दी। अनि यो पनि हर्दी रहेको छ, दुईवटा हर्दी रहेको छ। दुईवटा हर्दीको म हजुरहरूलाई डिफ्रेन्स देखाउन गइरहेको छु। ल त हेर्नुहोस् है। ल हेर्नुहोस्, यो हाम्रोतिर पाउने सामान्य हर्दी यो यल्लो रहेको छ। यो हामी सब्जीमा प्राय हामी युज गर्छौँ, मेडिसिनमा पनि कति प्राय युज हुन्छ। यो सबैलाई थाहा भएकै कुरो हो, यो कमन कुरा। र यो हाम्रोतिर लोकल हर्दी भनिन्छ, गाउँमा रोप्ने। र तपाईँहरूलाई फेरि हर्दी नै देखाउन गइरहेको छु। यो चाहिँ अर्को खालको हर्दी। यो चाहिँ अचम्मको कुरा रहेको छ, त्यसकारण मैले यो भिडियो बनाएर हजुरहरूलाई देखाउन चाहेँ। हेर्नुहोस्, यो हर्दी यो चाहिँ तपाईँको ब्ल्याकमा छ, कालो हर्दी भनिन्छ यो चाहिँ कालो हर्दी हो। अनि यसको विषयमा चाहिँ मलाई केही पनि थाहा छैन। यदि तपाईँहरूलाई थाहा छ भने यो कुन बिमारीमा युज गरिन्छ र यो चाहिँ तपाईँहरूले कमेन्ट्समा बताइदिनु होला। प्राय बिमारीतिर युज गर्छ भन्छ। यो चाहिँ कालो हर्दी रहेको छ। डिफ्रेन्स हेरिहाल्नुभयो, यो कालो हर्दी अनि यो यल्लोमा रहेको छ। यो त हामीलाई थाहै छ, यल्लो हर्दी। र यो चाहिँ ब्ल्याक हर्दी, कालो हर्दी रहेको छ। यो बिमारीहरूमा चाहिँ प्राय कुन कुन बिमारीमा युज गरिन्छ, चलाइन्छ, यो तपाईँहरूले काइन्डली यदि थाहा छ भने तपाईँहरूले कमेन्ट्समा बताइदिनुहोस् है। थ्याङ्क यू।